हेलो एभ्रिवान, आज चाहिँ मैले करेन्ट खाने निर्णय गरेँ र दुईवटा करेन्ट र एउटा रम्पम छ भने यता पानी पनि तातिरहेछ, उता पनि तातिरहेछ र मैले एउटा ब्रोइलरको अन्डा ल्याएको थिएँ र यसमा दुईवटा अन्डा पनि आउनेछ लोकलको र हामीले एकदम दामीसँगले चाउचाउ पनि पकाइरहेको छौँ भने र अन्डा पनि हामीले उसिनिरहेको थियौँ र दुईवटा लोकल थियो भने एउटा ब्रोइलरको र त्यस सँगसँगै हामीले साग पनि बोइल गरिरहेको थियौँ र उता अन्डा पनि पाकिरहेको थियो भने र त्यस सँगसँगै हामीले एकदम मसलाहरू चट्ट मिलाएर लगाइरहेको थियौँ। हेर्नुहोस् त स्वाइँ लगाइरहेको थियौँ भने र त्यस सँगसँगै हामीले पनि मसला हालेर लगाउँदैछौँ। हेर्नुहोस् न, खाँदा कति मजा आउँछ होला। हेर्नुहोस् न कस्तो बवाल देखिरहेछ होइन त। र त्यस सँगसँगै हामीले एकदम मसला र चाउचाउ एकदमसँगले मजाले घोलिरहेछौँ होइन। हेर्दै खाउँ लागिसक्यो, थुकै आइसक्यो। आम्मा कस्तो हुँदैछ यो ठक्क सबै घोलिसक्दा। 3टा करेन्ट, एउटा रम्पम, त्यसपछि 2टा लोकल अन्डा, त्यसपछि एउटा ब्रोइलर अन्डा, अनि त्यसपछि बोइल गरेको साग। वाउ, दामी, मुखमै पानी आइसक्यो मेरो चाहिँ। र अब बोइल गरेको साग पनि आइसक्यो। यो हामीले अब मजाले यसलाई फिर्छौँ होइन। हामीले एकदम घोल्छौँ यसलाई। हेर्नुहोस् न, अब अन्डा पनि एकदम मजा आइसकेको छ। एउटा 2टा लोकल कुखुराको थियो भने एउटा ब्रोइलर कुखुराको र हामीले फिटिसकेर चाहिँ यस्तो बवाल अब मैले खान लागेको है त। र त्यस सँगसँगै अब हामीले चाहिँ फर्स्ट बाइट ल भनेर चाहिँ गममै अब हामीले फुकेर गममै खाँदा ओ माई गड, जोस मिठो थियो, दामी थियो स्वादमा। तपाईँको एकदम थुक आइसक्यो होला। र फेरि अर्को बाइट पनि खाइदिनु गममै अँटी नअँटी गम यस्तो फुड, यस्तो करेन्ट खाएपछि नमटाउने कुरै भएन। साग पनि एकताल गममै। त्यसपछि अब अन्डा हाल्नुपर्छ भनेर चाहिँ यता 2टा लोकल, उता एउटा ब्रोइलर चट्ट मैले बिचमा यसलाई काटेपछि यसको मैले एक खानु न त भनेर फर्स्ट बाइट भनेर गममै अनि आमो फिलमा चट्ट दामी मस्त भइरहेछ भने फेरि मैले एक गम चाहिँ हानिदिउँ न त भनेर फेरि पनि टक्क तपाईँकै माझमा गममै। र त्यस सँगसँगै करेन्ट र अन्डाको कम्बिनेसन एक हानिदिउँ भनेको त आम्मामा हेर्नुहोस् न, गममै हानेपछि त स्वाद त मस्त बवाल होइन, एकदम दामी थियो। र अब चाहिँ मैले गम्की गम खानुपर्छ भनेर चाहिँ मैले गम्की गम खाइरहेको थिएँ। हेर्नुहोस् न, यो अन्डासँग करेन्ट एकदम बवाल दामी हुँदो रहेछ। र यस्तै खाएपछि नमटाउने कुरै छैन होइन। र अलिक दिन पछाडि चाहिँ म जिम पनि हान्ने जानेछु र तपाईँलाई एकदम घटेर पनि देखाउने छु। र 2टा अन्डा, एउटा पहिलो कुखुराको अन्डा, बवाल त मस्त थियो। 2टा करेन्ट, एउटा रम्पम, आम्मामा जति दिए पनि खाइदिन्छु जस्तो लागिरहेको थियो। र हेर्नुहोस् न, खुवाइ त मद्दत छ नि होइन, मद्दत छ कि छैन एकदम कमेन्ट गर्नु होला। र मैले अन्डा पनि फेरि पनि खाइरहेको छु, एकदम बवाल दामीसँगले खाइरहेको छु। तपाईँको पनि मुखमा एकदम थुकाइरहेको छ र मैले सासै नफेरि गम्की गम खाने क्रममा चाहिँ सबै सकिएछ। हेर्नुहोस् त, 2टा चम्चीले त चाट्छु भनेर चाट्ने त होइन। एकदम बवाल दामी। मन परेन लाइक कमेन्ट सेयर सबै गरिदिनु होला भन्दै। र मैले पानी पनि लास्टमा खाइदिउँ न त भनेर होइन, एकदम सास लिएर चाहिँ पानी पनि खोलेँ। त्यसपछि एक घुटुक्क हानेपछि त होइन, फेरि पनि हान्नै पर्छ भनेर फेरि सेकेन्ड घुटुक हाने होइन, लास्ट त हान्नै पर्छ भनेर फेरि पनि मैले लास्ट चाहिँ सास फेरेर चाहिँ घुटुक पारेँ। वाउ, दामी थियो। तपाईँहरूलाई पनि मलाई माया सपोर्ट गर्नुहोला भन्दै आजको लागि टाटा।